फाइनली गाइज 2:30 भइसकेको छ। आज चाहिँ न्यू इयर रे होइन। अहिलेसम्म त के भन्नु, अहिलेसम्म गर्लफ्रेन्डको अत्तो पत्तो छैन, सिङ्गल हो। अब मान्छेको जोडी हेर्दै हिँड्ने हो होइन, के गर्नु। अब यस्तै छ जिन्दगी, उसको मात्रै जोडी हेर्ने। फोकटमा बजार आएको जस्तो लाग्यो मलाई आज त। अर्को जोडी छ अब सिङ्गल। खै कसको विश्वास गर्नु र। अब 2:30-3 बज्न लागिसक्यो, अहिलेसम्म आत्तो पत्तो छैन। अब बाटोमा छ भेट्छ, त्यसलाई नै भिडियोको अगाडि प्रपोज हानिदिने हो। सायद यो भिडियो अहिले नै अपलोड भयो भने देखेर छिटो एक्सेप्ट गर्न आउनु होला। म एक्लै बिजोग भएँ यहाँनिर। एउटा केटीको आवश्यकता छ क्या, एउटा चाहिँ होइन। हेलो सर, हो सर, तपाईँ पनि निकाल होइन। अब चाहिँ 3टा केटीको आवश्यकता छ, 3टा केटीको आवश्यकता छ। जति सक्छ चाँडो यहाँनिर एक्सेप्ट गर्न आइदिए नि हुन्छ हामीलाई। ल बजारमा यस्तो छ होइन, सब जोडी छ, म मात्रै सिङ्गल। ल यसरी हुन्छ मान्छेहरू यहाँ, यसरी हुन्छ त्यसरी हुन्छ। वा यसरी हुन्छ क्या। ल आइ एम सिङ्गल पिडा न भए। हेलो जेम्पियो भन्छ त यार। मुटुमै कस्तो लाग्यो यार मेरो त। सिङ्गल भनेको यति धेरै सिङ्गल भयो कि जाने भयो त होइन। भर्खरै एउटा केटीले चाहिँ एक्सेप्ट गर्न थालेको छ, त्यो चाहिँ आउँदैछ यतातिर होइन। सो म बोल्न जान्छु अब। आइसकेको छ तर बोल्न चाहिँ ढक ढक। तर यार मुखले मात्रै सेम टु यु भनेर रहेछ, मान्छे त अलरेडी प्याक रहेछ नि। हेर्न सक्नुहुन्छ मेरो गति त, हेर्न सक्नुहुन्छ होइन। आवश्यकता छ खै त, आवश्यकता अनुसार त इच्छा पनि पुरा गरिदिनु पर्ने होइन। दिदी एउटा कस्तो अघिसम्म जिस्काइरहेको यार, अहिले त पछाडि फर्केर एकचोटि हेरेन। सारा मान्छे त अलरेडी प्याक रहेछ, कहाँबाट हेर्छ त अनि होइन। ल देख्न सक्नुहुन्छ सबैको जोडी यसरी आउँछ। मेरो गति के भएको होला त यो अहिलेसम्म छ्या। ल देख्न सक्नुहुन्छ पछाडि यहाँ मोबाइल लिन। ल अब मेरो चाहिँ केही दोष छैन, मेरो पछि आएको हो, मेरो दोष छैन। ल युट्युब एउटा हेल्प माग्छु होइन, जति सक्छ चाँडो यो भिडियो भाइरल गरेर मलाई बेलुकासम्म एउटाले टक्क प्रपोज हान्नुहोस्।